लाई मैले समय दिएको छु 6 मिनेट समय छ आफ्नो कुरा राख्नुस्। सम्माननीय सभामुख महोदय, कानुन सरकारले जनतालाई नियन्त्रण गर्नका लागि बनाएको उपकरण होइन, यो त सरकारलाई जनताले नियन्त्रण गर्न बनाएको उपकरण हो ताकि यसले हाम्रो जीवन र हितमाथि दमन गर्न नआओस्। यो चाहिँ हाम्रो विधिको शासनको एउटा श्लोक हो। तर अहिले पछिल्लो पटक यो केपी शर्मा ओली सरकारको शासनमा ठ्याक्कै यसको उल्टो भएको छ। म उदाहरणसहित दिन्छु सम्माननीय सभामुख महोदय। माघ 27 गते ठमेलमा जाँड खाएका, रक्सीले लट्ठ परेका एमाले समर्थित अनेरा सहयोगका स्थायी कमिटी सदस्य कमलराज जोशी सहितको टिमले राष्ट्रसेवक नेपाल प्रहरीमाथि कुटपिट गर्छ। तिनलाई पक्राउ गर्नुको सट्टा उहाँहरूलाई उन्मुक्ति दिइन्छ। म आज यहाँ भन्न चाहन्छु, संसदमा यो देश विधिको शासनले चल्छ, कसैको बाल हटले चल्दैन। आज यो देशमा अहिले मात्रै राष्ट्रसेवक प्रहरीहरू आज पनि यो संसदमा मर्यादा पालकका रूपमा हुनुहुन्छ। आज मन्त्रीले सुन्नुपर्ने कुरा हो। आज यो देशमा 79,541 जना तपाईँको प्रहरीहरू छन्। आज ती प्रहरीहरूको शिर निहुराउने काम यो सरकारले गरेको छ। के नेपाल प्रहरीको वर्दी लगाएका मान्छेलाई जाँड खाएर बाटो बाटोमा कुट्दै गर्ने ओली सरकारले छुट दिएको हो? यदि हो भनेपछि तपाईँहरू एउटा संविधान बनाउनुहोस्। यस्तो गर्न पाइन्छ? विधिको शासन छैन। आज गरिबका छोराछोरीले खाने जागिर बनाएको छ नेपाल प्रहरी। आज सरबारेका छोराछोरीले खाने बनाएको छ। आज उनीहरूमाथि कुटपिट गर्न पाइन्छ? तत्काल कारबाही गरियोस्। म एउटा उदाहरण। अर्को उदाहरण, 14 वर्षीय बालिकालाई घरेलु मजदुरका रूपमा 6 वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएर एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा सत्ताको निगाहमा उन्मुक्ति पाउनुहुन्छ। ल अहिले यहाँ कानुन पढौँ। बालबालिका सम्बन्धी ऐन 2075 को दफा 66 उप दफा 2 को ज र झ उहाँलाई आकर्षित हुन्छ। त्यो बमोजिम कुनै पनि यस्तो कार्य गरेको ठहरेमा 1 लाख रुपैयाँसम्म जरिवाना र 5 वर्ष कैद हुन्छ। म अनुरोध गर्न चाहन्छु, कानुन दुईटा बनाउनुहोस्। अब एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ। एउटा नेपालको कानुन बनाऊ जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ, बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले पूर्व सांसदले आइजिपीको जिब्रो थुत्तु भन्दाखेरि मन्त्री पद भिडाएर गल्ली गल्लीमा पुर्याइन्छ। यही हो विधिको शासन। यसलाई भन्छ नीतिको शासन। आज मदन भण्डारी यदि जीवित भइदिए भए फेरि मर्नुहुन्थ्यो होला बिचारा यो हालत देखेर। आज बिपी को आचार संहिता बोकेका, मार्गदर्शन बनेका साथीहरू आज सरकारमा हुनुहुन्छ। यो सरकार गजबको रहेछ सम्माननीय सभामुख महोदय। तै चुप मै चुप सुन्तली भन्ने एउटा गीत थियो, मुखमा टेप लागेको छ। आज बिपी जीवित भइदिया भए सायद नेपाली काङ्ग्रेस छोडेर अन्दै जानुहुन्थ्यो होला। यस्तो अवस्था सिर्जित बनेको छ। पछिल्लो पटक अर्को उदाहरण, ज्वलन्त अर्को उदाहरण कहाँनिर छ भने तत्कालीन कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाल वल्लभ अधिकारी मानव तस्कर ओसार पसारमा जानुहुन्छ, उहाँलाई उन्मुक्ति दिइन्छ। त्यतिखेर नेपालको नेपालको प्रहरीका अधिकृतले सरकारी वकिल काठमाडौँमा पेश गरेको अभियोग पत्र यस प्रकारको छ। सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र सार्वजनिक गरेको छ। सो अभियोग पत्रमा परिसरका अनुसन्धान अधिकृत तेज प्रसाद भट्टराईले तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीलाई समेत नारिता जापानको नारिता एयरपोर्टबाट डिपोर्ट गरिएकाले मुद्दा चलाउन राय स्पष्ट उल्लेख छ। मुलुकी अपराध संहिता 2074 को लिखित सम्बन्धी कसुर अपराध मानव बेउजिगन तथा ओसार पसार नियन्त्रण ऐन 2064 को दफा 4 को उपदफा 2 को ग बमोजिम कसुरमा समेत अनुसन्धान देखिए पर्ने हुँदा पद वा शक्तिको दुरुपयोग गरी अभिभावक वा संरक्षण कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिलाई छुटाइ लाने वा आफूसँग राख्ने वा विदेश लैजाने निजको यकिन नाम थर वतन समेत खुलाइ सोही अनुसार कारबाही हुन यो प्रतिवेदन पेश लेखी गरेको छु। अनुसन्धान प्रतिवेदनमा परिनिर्देशक भट्टराईले लेखेका छन्। तर कारबाही के हुन्छ? उन्मुक्ति दिइन्छ, अरूलाई जेल हालिन्छ। केपी शर्मा ओली सरकारको ट्याग लाग्ने बित्तिकै तपाईँको यो देशमा अदालत भन्दा पनि ठुलो भइन्छ। यही हो विधिको शासन। के हुन्छ कारबाही? यदि थाहा छैन भने आज संसदमा भन्छु,
यो ऐन अनुसार कारबाहीको दफा 15 को ङ को 1 ले भन्छ 10 वर्षदेखि 15 वर्ष कैद 50,000 देखि 1 लाख रुपैयाँ जरिवाना हुन्छ। आज अरूलाई कानुन लाग्ने यो सरकारलाई किन नलाग्ने? यो किन भइरहेको छ भन्दाखेरि हास्यपदक कुरा उठ्यो। सरकारी वकिललाई मुद्दा चलाउन गरे, उहाँले गरे उतै एयरपोर्टबाट फोन गर्नुभएको थियो रे, त्यही भएर मुद्दा नचाल्ने भने हास्यास्पद कुरा भयो। यो किन गरिरहेको छ भने मुलुकी फौजदारी कार्यविधि संहिता 2074 अनुसार प्रत्येक सरकारी वकिललाई मुद्दा नचलाउने निर्णय गर्ने अधिकार दिएको छ र यस सम्बन्धी अन्तिम निर्णय भने महान्यायाधिवक्ताले गर्छन्। महान्यायाधिवक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गर्नुहुन्छ। आज विधिको शासन त्यस्तो भन्छ। त्यही भएर मेरो माग छ सभामुख पनि दुईटा बनाऊ, एउटा केपी ओली सरकारको सभामुख, एउटा प्रतिनिधि सभाको सभामुख। कानुन पनि दुईटा बनाऊ, एउटा केपी ओली सरकारको कानुन, एउटा हाम्रो नेपाल सरकारको कानुन। प्रहरी पनि दुईटा गरौँ, एउटा केपी ओली सरकारको प्रहरी, एउटा नेपाल सरकारको प्रहरी। यो देशमा सरकारी वकिल पनि दुईटा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको तपाईँको वकिल, एउटा सरकारी वकिल, र अर्को एउटा काम गरौँ कि न्यायालयका न्यायाधीश पनि दुईटा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको न्यायाधीश, एउटा नेपाल सरकारको न्यायाधीश। यस्तो विधिको शासन एक दिन मरेर जानुपर्छ। आज कि त सबै नेपालीलाई ट्याग लगाइदिनुहोस्, हामी केपी शर्मा ओली सरकारका कार्यकर्ता हम, बलात्कार, छुट, लुट जे पनि गर्न पाइन्छ यहाँ कानुन लाग्दैन भन्ने कुरा अगाडि बढाउनुहोस् मान्य सभामुख महोदय। यो अति भयो, अत्याचार भयो। त्यही भएर सभामुख सबैको साझा हुनुहुन्छ भने संसदबाट रुलिङ गर्नुहोस्। यस्तो विधिको शासन कानुनी राज्यमा आतङ्क गर्न पाइँदैन सम्माननीय सभामुख महोदय। म आज यही कुरा राख्न चाहन्छु। समयका लागि बोल्नका लागि समय दिनुभएकोमा सम्माननीय सभामुखलाई धेरै धेरै धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल। माननीय सदस्य शेरबहादुर कुँवर, समय 5 मिनट।